इफ तपाईहरुलाई पनि रोटी खान मन पर्छ बट रोटी खादा पेट फुल्ने डाइजेसनमा प्रब्लम आउने जस्तो समस्या हुन्छ भने यु मस्ट ट्राई दिस पालक रोटी विथ मिलेट एन्ड cassava फ्लावर। यसको लागि एक मुठा पालक लिनुहोस् र यसलाई सानो सानो टुक्रामा काट्दिनु। काटेको पालकलाई ग्राइन्डरमा हाल्नुहोस् अनि त्यसमा थोरै पानी हालेर ग्राइन्ड गर्नु। अब यो पालकको पेस्टलाई एउटा कराईमा थोरै नुन हालेर एकछिन पकाउनुहोस् र यसमा 4 ठुलो चम्चा कोदोको पिठो हालेर मज्जाले मस्काउनुहोस्। अब यो पिठोलाई एउटा बलमा निकाल्नुहोस् र एकछिन सेलाउन छोड्दिनुहोस्। सेलाइसकेपछि यसमा 1 ठुलो चम्चा कसावाको पिठो र 1 सानो चम्चा घिउ हालेर हातले राम्ररी मुछ्नुहोस्। मुछिसकेको पिठोलाई अब एकछिन साइडमा रेस्ट गर्न छोडेर हामी रोटीसँग खानको लागि मिठो काउली र आलुको सब्जी बनाउँछौँ। सब्जी बनाउनको लागि एउटा ठिक साइजको काउली लिनुहोस् र काटेर पानीमा भिजाइदिनु। त्यसपछि 4 वटा आलुलाई छिलेर पानीमा भिजाइदिनुहोस्। अब 1 र आधा प्याज, 6 वटा टमाटर, 8-9 वटा लसुन र थोरै अदुवालाई फाइनली चप गर्नुहोस्। यो सबै गरिसकेपछि कराईलाई ग्यासमा बसालेर त्यसमा 2 टेबलस्पुन काँचो तोरीको तेल हालेर तताउनुहोस्। You can use any oil as per your preference, but cold press oil is the healthiest option. तेल तातिसकेपछि यसमा जिरा फुराउने र अघि काटेको प्याज हालेर एकछिन भुट्नुहोस्। अब यसमा 3 सानो चम्चा लसुन र अदुवा हालेर मज्जाले भुट्नुहोस्। अब अघि काटेको आलु एड गर्दिनु र त्यसमा 1 टीस्पुन बेसार र स्वाद अनुसार नुन हालेर एकछिन पकाउनुहोस्। त्यसपछि यसमा काउली हालेर मज्जाले चलाएर अर्को 2-3 मिनेटको लागि पकाउने। काउली र आलु हल्का गलेपछि 1 चम्चा धनिया पाउडर, 1 चम्चा करी पाउडर, 1 चम्चा चिली पाउडर, त्यसमा काटेको टमाटर हालेर 2-3 मिनेट अझै पकाउने। हेर्नुस् त हाम्रो रोटीसँग खानको लागि तरकारी पनि रेडी भइसक्यो। अब लागौं फेरि पालक रोटीतिर। यो डोलाई यसरी सानो सानो ठिक्कको डल्लोमा छुटाइदिनु र हरेक डल्लोलाई यसरी कसावाको पिठो हालेर मज्जाले गोलो गोलो हुने गरी बेल्नुस्। अनि तातो तावामा हालेर सेक्दिनुहोस्। एक साइडबाट सेकिसकेपछि त्यसमा यसरी थोरै घिउ पनि हाल्दिनु र अर्को साइड पल्टाएर फेरि सेक्नुहोस्। ल हाम्रो आइरन रिच पालकको रोटी पनि रेडी भयो। यसलाई अब एउटा प्लेटमा निकालेर अघिको मिठो काउली र आलु तरकारीसँग इन्जोय गर्नुस्। तपाई पनि आजै यो रेसिपी ट्राई गर्नुस् र आफ्नो हेल्दी लाइफस्टाइलको जर्नी स्टार्ट गर्नुहोस्।